दार्जिलिङ क्षेत्र नेपालको अभिन्न अङ्ग भएको दार्जिलिङका अर्का युवाको दाबी। सन् 1816 को सुगौली सन्धि अध्ययन गर्न भारतलाई दिए कडा चुनौती। आफूहरू तुरुन्त नेपाल फर्किन चाहेको गरे घोषणा। यो भूभाग, यो दार्जिलिङ भूभाग डुवर्स तराई पनि नेपालको भूभाग हो, हामीलाई त्यहीँ पठाइदे। भूभागसँगै पठा, मान्छे मात्रै पठाउन पाउँदैन तँहरूले। दार्जिलिङ क्षेत्रका नेपाली भाषीहरूलाई विदेशी भन्ने गरिएको प्रति आपत्ति जनाउँदै त्यहाँका एक युवाले कडा चुनौती दिएका छन्। उनले दार्जिलिङका नेपालीहरूलाई विदेशी नै मान्ने हो भने यो भूभाग ऐतिहासिक रूपमा नेपालकै अभिन्न अङ्ग भएको दाबी गर्दै सम्पूर्ण क्षेत्रसहित आफूहरूलाई तुरुन्त नेपालमा फिर्ता गर्न माग गरेका छन्। यी युवाले सम्बन्धित पक्षलाई इतिहास र कानुनी दस्तावेजहरूको सही अध्ययन गर्न आग्रह गर्दै सन् 1816 को सुगौली सन्धि, संहिताका भएको सेन्चुला सन्धि र सन् 1950 को नेपाल भारत शान्ति तथा मैत्री सन्धिलाई राम्रोसँग पढ्न चुनौती दिएका छन्। सन् 1950 को धारा 8 ले विगतका सबै सम्झौताहरू खारेज गरेको थियो। उनले दार्जिलिङ प्राविधिक र ऐतिहासिक रूपमा नेपालकै भूमि भएको तर्क अघि सारेका छन्। लामो समयदेखि आफ्नो पहिचान र अधिकारका लागि सङ्घर्ष गरिरहेका दार्जिलिङका नेपालीहरूलाई रैथाने नागरिकको मान्यता नदिएर अपमान गरिए भूभाग सहित नेपाल फर्कन तयार रहेको उनको यो अभिव्यक्तिले यति बेला सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा नयाँ बहस तरङ्गित गराएको। तँहरूले नेपालीहरूलाई यहाँ विदेशी भनेर पठाउन चाहन्छस् भने यो भूभाग, यो दार्जिलिङ भूभाग डुवर्स तराई पनि नेपालको भूभाग हो, हामीलाई त्यहीँ पठाइदे। भूभागसँगै पठा, मान्छे मात्रै पठाउन पाउँदैनस् तँहरूले है। हामी चाहिँ यहाँ भूभागसँगै आएको, हाम्रो सिन्चुला सन्धि र सुगौली सन्धिहरू पढ तँहरूले हो। तँहरूले उल्टापाल्टा हामी नेपालीहरूलाई नभन्नु। साथीहरू यो भिडियो पुरा सेयर गर्नुहोस् सबैहरूले। यस्तो कुराहरू सबैलाई थाहा छैन हो, हाम्रो मान्छेलाई थाहा छैन, हाम्रो अरूलाई त के थाहा हुन्छ है। साथीहरू यो लामो भिडियो भइरहेको छ, मलाई रिस उठ्यो त्यो डिबेट हेर्दाखेरि हो। नेपालीहरू चाहिँ नेपालबाट आएको अरे हामी भूभागसँगै आएको, हाम्रो यो दार्जिलिङ डुवर्स तराईको भूभाग नै नेपालको हो, हामीलाई भूभागसँगै पठाउँछस् भने है, हामी मात्रै पठाउँदैन, हामी चाहिँ भूभागसँगै आएको कुरा याद राख्नु ल। सेयर गरिदिनु साथीहरू, मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोस् र मलाई फलो गर्नु भएको छैन फलो गर्नु। धन्यवाद। जय गोर्खा।